hotel big opening. Wish you a happy guest and a 5-star reviews and unforgettable memories. पर्यटन व्यवसायी र यहाँ हाम्रा कर्मचारीहरू लगायत आज सुनिलजीले यहाँ आमन्त्रित गर्नुभएका सम्पूर्ण व्यवसायीहरू र लगायत उहाँका आफ्ना नजिकका र जिल्लामा यस प्रदेशमै एउटा नयाँ आयाम खडा गरेको छ। यो राज्यको लागि नै एउटा उपलब्धिमूलक हो, किनभने यसले निश्चित रूपमा यस क्षेत्रका व्यक्तित्वहरूलाई, नागरिकहरूलाई र युवाहरूलाई रोजगारी सृजना गरेको मैले महसुस गरेँ। र आज जुन किसिमले यहाँ बुद्ध रिजेन्सीले आफ्नो प्रगति हामीले हेरिरहेका छौँ। सर्वप्रथम त म हाम्रो सुनिलजी मसँग एकदमै नजिक हुनुहुन्छ।
मैले भनेर साध्य छैन, मेरो परिवारको एउटा सदस्य जस्तो उहाँ हुनुहुन्छ। किन हामीले विगतका धेरै वर्ष अगाडिदेखि नै हामी साथमा छौँ। त्यसमा पनि आज जनरल म्यानेजरको रूपमा हाम्रो पुरीजी सुरुवातमा मेरो होटलमै हुनुहुन्थ्यो। उहाँको पनि विभिन्न ठाउँहरूमा मैले आफ्नो प्रगतिको धेरै कुराहरू मैले देखिरहेको छु। आई थिङ्क यो 4 स्टार लेभलको होटल जस्तो मलाई लागिरहेको छ सुनिलजी। र भोलि गएर यसलाई चाहिँ 4 स्टार होइन 5 स्टारमै परिणित होस् भन्ने म चाहन्छु। र यो अहिले भर्खरै हामी नयाँ वर्षको टेकेको छौँ र यो नयाँ वर्षको उपलक्ष्यमा म सुनिलजी लगायत बुद्ध रेजेन्सीको यो सफलताको म कामना गर्दछु र सम्पूर्णलाई म नयाँ वर्षको शुभकामना, सबैको घर घरमा समृद्ध छाओस् भनेर म फेरि पनि शुभकामना दिँदै अब यो होटलको प्रगतिको लुम्बिनी प्रदेशको होटल सङ्घको चाहना पनि छ उहाँको प्रगति होस् भनेर। त्यस कारण म आज यो केक गाडी छ हामी त्यही दाजुभाइले काटेर यसलाई यसको सफलताको कामना गर्दै मैले आज यहाँलाई यतिकै कुरा राखेँ। हाम्रो होटल व्यवसाय, हाम्रो पर्यटन व्यवसायीहरूको लागि हामी होटल सङ्घ नेपाल जहिले पनि साथमा रहनेछ भन्दै प्रतिबद्धता दिँदै आफ्नो यहाँ बनाइराख्दै अब म के काट्दै राख्छु। Sir, hello. Smile.